22 गते बेलुका भएको यो यहीँबाट खसेको थियो बस। यो भनेको जम्मा 6-7 मिटरको मात्रै चौडा रहेको छ यो ठर्न। देख्न सक्नुहुन्छ एकदमै ओह्रालो पनि त्यत्तिकै रहेको छ र टायरहरू फर्स्टमा यहीँबाट खसेको जस्तो देखिन्छ। बसको सिसाहरू अनि बसको भाइजरहरू, बसको ब्याट्रीहरू यही खोजमा रहेको छ। माथिबाट सिधै खोजमा लागेको रहेछ बसहरू। त्यहाँ सामानहरू सबै त्यही छन्। अनि पेसेन्जरका जुत्ता, चप्पल, कपडाहरू सबैभन्दा बढी सामान भनेको त्यही खोजमा रहेको छ र तल भनेको चाहिँ बस डल्लो भरेर पुगेको रहेछ। र यो भनेको माथिबाट बस झर्दाखेरिको ठाउँ हो। यहीँबाट मेलको रुखहरू, उद्देश्यको रुखहरू पुरै भाँचिएर तल खसेको रहेछ र अलिकति मेलको रुखले गर्दाखेरि अलिकति बसलाई चाहिँ यतिसम्म चाहिँ बचाएको रहेछ। नत्र भनेपछि अझै पुरै पल्टी भइदिएको भएपछि चाहिँ अझै योभन्दा पनि भयानक मानवीय क्षति हुने रहेछ। यो ठाउँ भनेको ठ्याक्कै बडगाउँ भन्दा वारीपट्टि रहेको छ। यो दुईटा टर्न एकदमै उकालो र एकदम साँघुरो र एकदम ठुलो टर्न रहेको छ। यो पारिपट्टि भनेको चाहिँ बडगाउँ र यो वारीपट्टि भनेको चाहिँ यो मान्छेबाट आइरहेको छ, त्यसलाई पनि गाह्रो हुन्छ है। हेर्नु होला यो तलबाट यो भनेको मतलब 1 मिटरको मात्रै टर्न यस्तो गरिदियो भनेपछि चाहिँ गाडी लिकभन्दा बाहिर जान्छ। ल यसलाई नै गाह्रो हुन्छ। ल त्यहाँ भनेको चाहिँ यदि उसले यतिसम्म काटेन भने यो पछाडिको टायर भनेको चाहिँ उता लिकभन्दा यो बायाँपट्टिको टायर भनेको चाहिँ लिकभन्दा बाहिर, त्यसले गर्दाखेरि एकदम चुनौतीपूर्ण ठाउँ रहेको छ।